त्यही हुन्छ त्यो प्रोसेस एकपल्ट लगाएर चाहिँ फेरि त्यो प्रस्तुत गर्नु हुँदैन नि त्यस्तो चाहिँ काम भटाभट हुँदैछ यहाँनिर खास वरियरहरू यहाँ चाहिँ योद्धाहरू चाहिँ यस्तो योद्धा चाहिँ खास योद्धाहरू यहाँ चाहिँ फटाफट काम गरिराख्नु भएको छ मेरो घर चाहिँ ऊ पारी हो यो प्रतिले लेखेन खै मेरो घर चाहिँ कहाँ हुने चाहिँ ए अलि कहाँ छ खै जयमसी भन्नु न कस्तो लागिरहेको छ चर्चको काम गर्नु पाउँदा फटाफट खटिरहेको छ मजा आइरहेको छ हाम्रो भीमसिंह गाउँबाट बहिनी भावना अनि बहिनी विनिता पनि आएर पिपिसीको यो 1 डिकेट पुगेको यो 22 तारिकको निम्ति बडो जोरदार चर्च सफा गर्नको लागि खटिराखेका छन् परमेश्वरले आशिष दिएका हुन् र यस्तै प्रकारले हाम्रो बहिनी विनिता पनि हुनुहुन्छ उसको पनि आज स्कुलको छुट्टी नानीको छुट्टी भएको कारणले गर्दा समय मिलेको कारणले आएको रहेछ र हाम्रो इमानुएल त पार्ट टाइम जब यहाँनिर पाएको छ ड्युटी गरेर पनि सक्नु बित्तिकै छुट्टी भएर आएर यसरी खटिरहनुहुन्छ र हामी हाम्रो भेना तैनात रेगुलर भइसकेको यहाँ चर्चको काम गर्दै गर्दा र हाम्रो अलिसा भेना हुनुहुन्छ अनि हाम्रो जोनसन पनि हुनुहुन्छ अहिले उता जानु भएको छ फोनमा बात मार्दै र हामी परमेश्वरप्रति साँच्चै यहाँको कामना राख्छौँ हामी कामना बोल्छौँ यहाँले गरिराख्नु भएको यो सेवा लयलाई सिँगार पेटार गरिराख्नु भएको छ साँच्चै नै परमेश्वरले प्रशस्त आशिष दिएका हुन् र विशेष गरी हाम्रो यसरी यस 22 तारिकको लागि र हाम्रो एनिभर्सरी भइराखेको कारणले गर्दा हामीले यसरी चर्चलाई सिँगार्ने कामहरू गरिरहेका छौँ र हाम्रो भावना पनि आज स्कुल आफ्नो ड्युटीलाई छुट्टी लिएर आउनुभएको रहेछ र हाम्रो एल्डर जोन्सन हुनुहुन्छ उहाँले यो दैलो चर्चको दैलो फेर्ने काम अनि क्याप लगाउने काम हामीले हाम्रो बुझ्ने भाषामा चाहिँ माथि क्याप भन्छौँ तर खासमा एक्चुअली नाम चाहिँ के हो याद भएन र यहाँले यो कामहरू गरिराख्नु भएको छ र अहिले केही क्षणको लागि लाइट नभएको कारणले गर्दा यो मेसिनको काम गर्नुपर्ने हुँदा उहाँ हात खाली गरेर बसिराख्नु भएको छ र लाइट आएन भनेर उहाँले सोच्दै हुनुहुन्छ र यतिखेर पनि परमेश्वरको अभिषेक र उपस्थितिमा नै हुनुहुन्छ अनि हामी छौँ सबैजना र हाम्रो भावना बहिनी अनि हाम्रो विनिता बहिनीलाई पनि हामी साँच्चै फेरि धन्यवाद दिन्छौँ र हामीले धन्यवाद दिएर त काफी छैन यसको धन्यवादको श्रेय त यहाँहरू हुनुहुन्छ अनि यहाँहरूसँग परमेश्वर पनि खुसी हुनुभएको कुरा हामी स्पष्ट देखिरहेका छौँ